Hello guys, welcome to my YouTube channel. तपाईहरुलाई स्वागत छ मेरो यो अर्को भिडियोमा। आज चाहिँ म घर आएपछि यसो काचाकुचुक लिएर आएको छु। यहाँ घरमा चाहिँ आज पुरै पाहुनाको आगमन भएको छ। यहाँ भान्जो, हाय छोरी, यहाँ यतापट्टि सानो भान्जो, यतापट्टि दिदीले दुध खुवाउँदैछ। यस्तो चाहिँ पाहुना घरभरि छन् हैन। यो पाहुनाहरु आएको बेला यसो अब अलिअलि मिठो मसिनो मम्मी हुनुहुन्छ। मम्मी हेलो, के हो यो चाहिँ के लडाएको? यहाँ चाहिँ कुखुरा काट्दैछु म हैन। तपाईहरुलाई यहाँ आज दिदी आएको, छोरी चेली आएको घरमा हैन, काट्नै पर्यो। घरकै कुखुरा भाले हो, यो मज्जाको भाले छ, रातो भाले। यो घरकै भालो, अर्गानिक भाले। यहाँ चाहिँ यहाँनिर छ भाले। यहाँ कुखुराहरू पालेको छ हैन। हाँस पनि छ, हाँसी यहाँ देख्न सक्नुहुन्छ, चिनी हाँस छ। र यता पनि कुखुराहरू अझै पनि छन्। यहाँ चल्लाहरू पनि छ नि। त्यसो घरमै माउले निकालेकै कुखुराहरू हुन्, अर्ग्यानिक कुखुरा हुन्। सबै घरमै निकालेका कुखुराहरू हुन्। चल्लाहरू छन् यतापट्टि चाहिँ, यतापट्टि ठुल्ठुला छन्। आज एउटा घटेको छ यहाँ। र छोरी हुनुहुन्छ यता। हेलो, यहाँ कुखुरा छ। र आज के हुन्छ, के गर्छु म तपाईहरुलाई हेर्दै गर्छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। अब कुखुरा काटिसकेको छ र पानी पनि तातिसकेको छ। र यसरी उम्लेको पानी ल्याएर हालेर अब कुखुराको भाले, रातो भाले मजाले भुत्ल्याउँछु यसलाई हैन। राम्रोसँगले भुत्ल्याउँछु। मलाई मज्जा लाग्छ यसरी कुखुरा भुत्ल्याउन, पकाउन, बनाउन हैन। अरूले पकाएको चाहिँ अरूले यसरी भुत्ल्यायो, अरूले बनायो भने चाहिँ त्यति इन्ट्रेस्ट लाग्दैन खानको लागि पनि। र आफैले यसरी भुत्ल्याएर भने चाहिँ खाना पनि त्यस्तो समस्या हुँदैन, खाना पनि मज्जा लाग्छ। र आफै मजाले भुत्ल्याउने, मजाले एक एक गरेर सबै त्यसको भुत्लाहरू निकाल्ने, सबै तातो पानी हाल्दै त्यसको भुत्ला गर्ने। र आज चाहिँ दिदीहरू आउनु भएको छ। भान्जोको पनि एक्जाम सकेकाले गर्दाखेरि मावल जाने चलन पहिल्यैदेखि हाम्रै पालादेखिको हो। र यसपालि फाइनल एक्जाम सके पछाडि चाहिँ भान्जो घर आएका छन्। र भान्जो आएको हप्ता दिन पछाडि दिदी पनि आएकी चाहिँ, सानो भान्जो छ। सानो भान्जो दिदी आएकोले गर्दाखेरि चाहिँ अनि अब यसो मिठो मसिनो खुवाउँ न त चेलीबेटीलाई भनेर अनि घरकै लोकल कुखुरा हो यो, लोकल भाले। र लोकल भालेलाई मजाले काटेर हैन, अनि यसलाई मजाले भुत्ल्याएर अब यो म आफै पकाउने हो हैन। अनि मलाई पकाउन पनि एकदमै धेरै मजा लाग्छ। आफै पकाउने हो। भिडियो हेर्नु होला, एकदम रमाइलो हुनेवाला छ। ए दिनतिरे। र अब यो लोकल कुखुरा घरकै कुखुरा हो। कुखुरा बनिएर एकदम रेडी छ। र अब यो फायर गनले चाहिँ यसलाई हल्का डढाउनु पर्छ। यो अलिकति डढाएन भने त्यति मजा आउँदैन, लोकल कुखुरा खाए जस्तो फिल हुँदैन। अलिकति भिडियोको चाहिँ मिलेन। यो चाहिँ यसलाई लोकल कुखुरालाई डढाउने हो। अलि भाइ टाढा लिन्छ। यो लोकल कुखुरा चाहिँ मजाले ढल्याएपछि, डढाएपछि यसको स्वाद आउँछ, यसको बास्ना आउँछ। र कुखुरालाई के छ अरे र मजाले भुत्ल्याइसके पछाडि चाहिँ एकचोटि चिसो पानीले मजाले पखाल्नुपर्छ। राम्रोसँगले पखालिसके पछाडि त्यसका सुलीहरू, त्यो गनाउने चिजहरू सबै जान्छ। र त्यस पछाडि यसरी फायर गनले चाहिँ मजाले डढाउनुपर्छ। यसरी डढाएर खाँदाखेरि चाहिँ अलिकति टेस्ट पनि राम्रो आउँछ। अनि त्यो साना तिना रहेका भुत्लाहरू पनि सबै डढेर सकिन्छ क्या। त्यो भएर यसरी म चाहिँ राम्रोसँग डढाएर मजाले बनाएर मात्रै पकाउने गर्छु हैन, खाने गर्छु। त्यही भएर यसरी चाहिँ मजाले डढाउँछु यसलाई। अब एकछिन टाइम लगाएर यो मजाले डढाइसके पछाडि अनि यसलाई पकाउनका लागि रेडी हुन्छ। भिडियो हेर्न कतिको रमाइलो आइरहेको छ तपाईहरुलाई। र तपाईहरुलाई पनि लोकल कुखुरा खान मन छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ। र हामीसँग लोकल भालेहरू, कुखुराहरू, हाँसहरू पर्याप्त मात्रामा हुने गर्दछन्। र त्यस्तो खानु बारेमा हामीलाई सम्झाउन पनि सक्नुहुनेछ हैन।
अनि लोकल भाले हो यो मजाले यसलाई डढाउँदैछु म मजाले खुट्टातिर पनि राम्रोसँग डढाउँछु सबैतिर डढाएर अब टाउको डढाउँछु होइन टाउको पनि मजाले डढाउनुपर्छ टाउकोमा पनि त्यो सियोरको मुनि मुनितिर भुत्लाहरू रहेको हुन्छ अलिअलि त्यो हातले नभेट्ने ठाउँमा र त्यसलाई मजाले डढ्ने गरी दिदी र भान्जो आएर रमिता हेर्दैछन् मामाले के गर्दैछ भनेर सानो भान्जो पनि हेर्दैछ अनि यसरी टाउको पनि राम्रोसँग डढाइसके पछाडि अब यो रेडी हुन्छ र यो लोकल कुखुरालाई चाहिँ यस्तो मजाले डढाइसकेको छु मैले होइन यसरी डढायो भने चाहिँ अलिकति स्वाद पनि मिठो हुन्छ अनि यसका त्यो रका काडाङकुडुङ भुत्लाहरू पनि सबै डढ्छन् यसरी डढाएपछि मजाले मजा लाग्छ मलाई चाहिँ यसरी डढाएर चट्ट यो लोकल कुखुरा घरकै लोकल कुखुरा हो तपाईँहरूले यो खुट्टा हेरेर पनि चिन्न सक्नुहुन्छ लोकल कुखुरा यो भाले मजाको भाले थियो एउटा यहाँ पनि यत्रो टुटी पलाइसकेको भाले छ अब यसलाई म काट्नेछु र अब यस्तो मजाले डढाइसके पछाडि अब यसलाई काट्नुपर्छ काट्दाखेरि पनि अब अचानोमा राखेर टक्कसँगले गाउँले तरिकाले सट्ट काट्नुपर्छ अलिअलि गाह्रो हुन्छ त्यसको त्यो सुरुमा आन्द्राभुँडी निकाल्न घरि त्यो कलेजो काटिरहेको हुन्छ घरि गाँड फुट्छ होइन त्यही भएर यसलाई चाहिँ जतनले मजाले मिलाएर चट्ट काटेर यसको आन्द्राभुँडीहरू सट्ट निकाल्ने मजा लाग्छ एकदम इन्जोय गर्छु क्या म यसरी चाहिँ यो कुखुरा घरमा कुखुरा सुखुरा काट्न गर्ने यताउता अब यो आफै पकाउने पनि हो म र यो भन्दै गर्दाखेरि मेरो यो युट्युब च्यानललाई सब्सक्राइब भने गर्न नभुल्नु होला अनि कसैले लोकल कुखुरा खानु पऱ्यो सम्पर्क गर्नु होला तर मेरो सब्सक्राइबरलाई मात्रै प्रमुख प्राथमिकता हुनेछ लोकल कुखुराका लागि होइन र अब यो आन्द्राभुँडी निकालेर रेडी छ अब त्यहाँ पानी ल्याएर अब एकदम काट्नलाई रेडी हुन्छु देब्रे हात चल्छ मेरो चाहिँ देब्रे हातले काट्दाखेरि अलिकति कतिपयलाई चाहिँ अलिक हँसाउँदो जस्तो पनि देखिन सक्छ धेरैजनाले भन्नुहुन्छ कस्तो हातमै हान्ला जस्तो गरेर हानेको भन्नुहुन्छ अनि म चाहिँ देब्रे हात चलाउने भएकोले गर्दाखेरि चाहिँ अलिकति देब्रे हात नै चलाउने गर्छु अनि त्यही भएर देब्रे हातले अब यसलाई पिस पार्छु टक 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 पिस बनाउँछु भिडियो कस्तो भइरहेको छ कृपया कमेन्ट गर्नु भने नबिर्सनु होला अनि केही सुझाव सल्लाहहरू छ भने भिडियो बनाउनका लागि तपाईँहरूलाई कस्तो खालको भिडियोहरू हेर्न मन लाग्छ त्यो पनि कमेन्ट गर्नु होला र म सकेसम्म यहाँहरूलाई तपाईँहरूलाई मनपर्ने तपाईँहरूकोलाई अल्छी नलाग्ने टाइपको भिडियोहरू बनाउने कोसिस गर्नेछु आजको यो भिडियो पनि कस्तो लाग्यो घरमा कुखुरा काटेर बनाएर खाएको होइन त्यसको पनि प्रतिक्रिया दिनु होला टक 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 कुखुराको मासु चट्ट काट्दैछु होइन काटिसके पछाडि अनि टक्कसँगले पकाउने हो यो मैले नै पकाउने हो भिडियो हेर्दै गर्नु होला म मजाले यसलाई फेरि यो लोकल कुखुरालाई चाहिँ आगोमा पकाएको साह्रै मिठो हुन्छ अनि त्यही भएर म चाहिँ आज आगोमै पकाउनको लागि चाहिँ तयारी गरिरहेको छु र यसरी टक 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 काटिसके पछाडि चाहिँ काटेको मासुलाई चाहिँ अब घरमै चट्ट फेरि टिपिकल रूपमा चाहिँ सिलौटामै मसला पिसेर मम्मीलाई मैले त्यहाँ सिलौटामै मसला पिसिदिनु भनेको छु किनभने तरिकाले आउँदैन मलाई सिलौटामा मिक्सर नपिन्ने उयो भएर अनि सिलौटामा पिस्न त्यति आउँदैन अनि मम्मीलाई मैले सिलौटामा मसला पिसेर रेडी गरिदिनु है मम्मी भनेर भनेको छु मम्मी उतापट्टि मसला ससला पिस्नतिर लाग्नु भएको छ होला सायद म यता मासु काटिरहेको छु र अनि अब चुलो छ हाम्रो चाहिँ घर पछाडि एउटा सानो यसो स्टोर रुम जस्तोमा चुलो बनाएको छ अनि हो त्यो चुलोमा चाहिँ टक्कसँगले आगो सागो फुकेर होइन म चुलोमा एकदम बड्डु भाँडो छ हाम्रोमा एउटा ठुलो बाक्लो बड्डु भाँडो हो त्यो बड्डु भाँडा पकाउने छु भाले अलिक छिप्पेको छ कराईमा त्यति पाक्दैन अनि कुकरमा चाहिँ त्यति मिठो हुँदैन भन्ने हिसाबमा चाहिँ म भड्डु भाँडामा पकाउन गइरहेको छु अब यो मासु चट्ट काटिसके पछाडि म आगो फुकेर चुलोमा मजाले पकाउने छु कस्तो हुनेछ तपाईँलाई चाखेर पनि देखाउने छु अब तपाईँहरू टाढाबाट हेरिरहनु भएको छ नभए त म तपाईँहरूलाई पनि यसो चखाउने थिएँ है र भिडियो अन्तिमसम्म हेरिदिनु होला है त मासु चाहिँ काटेर रेडी भइसक्यो अब यसलाई पकाउनुपर्छ अब पकाउनतिर लाग्छु मम्मी एकदम मसला पिस्दै हुनुहुन्छ यो सिलौटामा पिसेको मसलाको स्वादै अर्कै हुन्छ अदुवा लसुन छ यो जिरा धनिया के मसलाहरू यहाँ मम्मी मजाले पिस्दै हुनुहुन्छ र यसरी सिलौटामा पिसेर पकाएको मासुको स्वादै अर्कै हुन्छ यहाँ मासु रेडी छ मासुलाई चाहिने मरमसलाहरू यहाँ सिलौटामा पिसेको मसलाहरू हो यो गोटा मसलाहरू पिसेको यो धनिया प्याज यहाँ बड्डु भाँडामा पकाउन आँटेको किनभने यो कुखुरा चाहिँ अलिक बढी छिप्पेको भएको कारणले गर्दाखेरि अलिक पाक्दैन कि भनेर र अब यसलाई हामी तेल हाल्छौँ तेल पुग्छ यसलाई मजाले हालेर पकाउँछौँ मासु पाक्दैछ होइन मासु पाकिसकेको छ मैले यहाँ बटुकामा अलिकति भुटेको निकालेको थिएँ कस्तो भएछ म टेस्ट गर्दैछु ल
कस्तो भएछ हेरौँ है। मिठो पाक्दैछ, एकदम मिठो भएछ मासु। यसको चाहिँ रस खाने हो विशेष गरी, त्यही अलिकति मुरैसँग भुट्टा चाख्नु पऱ्यो नि, भान्सी भएपछि त यति फाइदा त उठाउनु पऱ्यो, त्यही भएर खाँदैछु म, मिठो लाग्यो। र यति बेलासम्म भिडियो हेरेर साथ दिनुभयो र सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेटौँला है, बाइ बाइ।